क्यामेरामा छिर्यो टेम कावरको क्यामेरामा भन्ने फोटो देख्छ के अनि हाम्रो घरको विशेष अतिथि लक्ष्मीप्रसाद ओलीज्यूलाई पनि लगाएर सम्मान गरिदिनु अब हामी कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा यो आज हुँदै गरेको कार्यक्रमका बारेमा त्यसको औचित्यबारे प्रश्न पार्दिन हुन समाजका अध्यक्ष श्री शान्तिराज बसाइजीलाई हार्दिक अनुरोध। सबैलाई नमस्कार। घनसापुर सेवा समाज म अध्यक्ष शान्तिराज बसाइ, प्रमुख अतिथिज्यू, नगर प्रमुखज्यू, धेरै यो कुरालाई लानुभन्दा पनि हामी यो समाजले हामी लगभग चाहिँ 84-85 घरको एउटा चाहिँ सानो भाँडाकुँडा राख्ने भवन र एउटा चाहिँ मिटिङ हल बनाउने एउटा चाहिँ उद्देश्य राखेर हामीले यो हजुरआमाले जग्गा दिएको ठाउँमा हामीले यहाँ सुरु गरेका छौँ। हाम्रो थोरै समयको 2-2.5 लाख रुपियाँबाट सुरु गर्दैछौँ। हामीलाई ठुलो आश र भरोसा हामीले नगर वडाको अब अहिले बजेट कति छ के छ उहाँहरूलाई नै थाहा होला। अब हामीले आउने आर्थिक वर्षसम्ममा यस घरलाई पूर्णता दिन सकौँ भन्ने कुरा हो एउटा। र यो मेयर साहबलाई वडाध्यक्षज्यूलाई हामीले भन्ने यति नै हो, उहाँहरूबाटै अहिले कुरा आउला केही। र अर्को कुरा यो एउटा यो यस बाटाको कुरा सकेँ। अर्को यो बाटालाई भनेको 20 फुटको नापेर 20 फुट बाहिर ब्लक लाएर लाने कार्यक्रममा वडाध्यक्षज्यू र मेयरज्यू सहमत भइदिनु पर्यो र इन्जिनियरहरूलाई त्यही अनुसार गरेर हामी यहाँ सबै जनताले त्यही कुरा उठाएको त्यति कुरा गरेको छ। र अब हामीले यसमा पूर्ण सहयोग नगर र वडाबाट पाएर हामी यो सानो एउटा भवनलाई चाहिँ पूर्णता दिन सक्छौँ भन्ने हामीले यो वासीले हामी चाहिँ 85-84 घरका मान्छेहरूले हामीले आशा र भरोसा लिएका छौँ भन्दै मेरा दुई शब्द अहिले यति अब हामी कार्यक्रमलाई अगाडि बढाउने सिलसिलामा मन्तव्यको कार्यक्रमलाई नै अगाडि जोड्दैछौँ। अब यस पछाडि मन्तव्यका लागि श्री लक्ष्मीप्रसाद ओली कन्टाइन नगरपालिका वडा नम्बर 6 का अध्यक्षलाई आजका जग्गाका समाजमा आबद्ध रहनुभएका सम्पूर्ण मानवहरू आमाले यो जग्गा दिनुभयो र जग्गा दिएर उपभोक्ता अथवा स्टोलको पैसाबाट कार्यक्रमको सुरुवात गर्नुभएको छ। र बजेटको कुरा त अब यो कुरा नै बजेटमा हामी लिइराखेका छौँ। नयाँ बजेटको खाका आएको छैन। अब नयाँ बजेटको खाका वैशाख अन्त्यदेखि सुरु हुन्छ होला। त्यस पछाडि यहाँहरूको पनि कार्यक्रम तपाईँले नक्सा बनाइसक्नु भएको होला। अनि योजनाहरू पेस गर्नु होला, वडाले गर्न सक्ने के कति सहयोग गर्न सकिन्छ वडाले पनि गर्ने, नगरले पनि मेयर साहबले भन्नुहुनेछ। र यसलाई पूर्णता दिएर अब ठुलो रूपमा भन्दा पनि ट्रस्टकै होला जस्तो लाग्छ मलाई। यो अहिले जग्गामा प्रायः दिँदैन ढलान गर्नलाई, त्यसले गर्दाखेरि ट्रस्टकै हुन्छ होला जस्तो लाग्छ मलाई। कहीँ सरकारी जग्गामा ढलान गर्न दिँदैन, नक्सा पास हुँदैन।
अर्को बाटो कुराको विषय मैले पनि बुझिराखेको थिएन। कालोपत्रले हामीले ब्लक लगिदिउँ ब्लक भनेर, अब ब्लक पछाडि फेरि यो के विवाद हो भन्ने कुरा नबुझ्दाखेरि यथार्थ कुरा चाहिँ के रहेछ भने पहिला 20 फिट बनाएको छ प्लम सहितको, पछाडि के अरे 20 फिट बाटो अनि त्यस पछाडि साइडमा प्लम भनेको लगभग 22-24 फिट जति लाग्ने भएकोले गर्दाखेरि सर्लक्क नाप्दाखेरि देखिने कन्डिसनमा चाहिँ त्यो 24-25 फिट बाटो देखिएन। नदेखियो कारणले गर्दा रोकिएको रहेछ। अनि मैले पनि प्राविधिकलाई भन्दाखेरि उहाँले होइन अब वार्डकै प्राविधिकलाई भन्नु भनेपछि त उहाँहरूले 20 फिट बाटो छुट्याएर दुई साइडमा प्लम चाहिँ बनाउने गरेको जग्गा देखाउनु भयो भने हामीलाई आपत्ति के त, जति पुग्छ त्यही अनुसारले गर्ने गरेको ब्लक चाहिँ 20 फिट त्यस पछाडि प्लम उठाउने भनेर कुरा भएको हुनाले त्यो कुरामा यहाँहरूले चाहिँ सहजीकरण के गरिदिनु पर्यो भने यहाँदेखि यहाँ जस्तो अब 20 फिट भन्दाखेरि यो डिलबाट उता गयो भने प्राविधिक नाप्ने यहाँ उयो भाइको खुट्टादेखि यता मात्रै हो नि त नाप्ने होइन। त्यसले गर्दाखेरि तपाईँहरूले जग्गा उपलब्ध गराइदिनु पर्यो, विवाद काहीँ नआओस्। त्यो हिसाबले भयो भने उहाँहरूले 20 फिट बाटो राखेर प्लम उठाउने कुरा गर्नुभएको छ। अनि हिजो नै मैले प्राविधिकलाई पठाउन खोजेको थिएँ, अनि पठाउँदा दाइ इलाम कता जानुभएको कारणले भएन। अब आज आउनुहुन्छ होला, आज आउनुभयो भने त्यही 20 फिट बाटोको साइडमा प्लम उठाउने गरेको अब त्यो जग्गा नपुग्ने काहीँ ठाउँ छ भने कतापट्टि चेपेर हुन्छ कि के गरेर हुन्छ। अब हामी अर्कोतिर जस्तो उयो गहिरोतिर गयौँ भने के भयो भन्दाखेरि यो साइडमा प्लम 1.5 फिट छ भने त उहाँ त 3 फिट उठाउनु पऱ्यो। अनि काहीँ पुइनीभित्र पर्ने छ भने पुइनीको जग्गामा जानु भएन। हो त्यो कुराहरू भएको हुनाले यहाँहरूले सहजीकरण गरेर यहाँदेखि यहाँसम्म भने किल्ला ठोकिदिनु भयो भने सजिलो हुन्छ। त्यसको लागि पनि सहजीकरण वडाले गर्नेछ र यो भवनको आज शिलान्यास हुँदैछ। यसले अब 82 सालसम्म पूर्णता पाओस्, यही शुभकामना दिए र टोलवासीको सहभागिताको लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु। धन्यवाद तपाईँले हाम्रो संस्थालाई सहयोग गरिरहने प्रतिबद्धता गर्नुपर्छ। तपाईँहरूकै सहयोगको अपेक्षा गरेर हामीले काम सुरु गर्दैछौँ। यसपल्ट चाहिँ हामी बस कुर्सी र त्यो पिलरहरू मात्रै गर्छौँ किनकि हामीसँग बजेट पनि सीमित छ। त्यसकारण हामीलाई तपाईँहरूमा मात्रै भर पर्नुभन्दा अरू विकल्प पनि छैन। त्यसै कारणले तपाईँको प्रतिबद्धतालाई हाम्रो समाज उच्च मूल्याङ्कन गरेछ। अब त्यस्तै मन्तव्यको क्रममा यस कार्यक्रमका प्रमुख अतिथि पालिकाको मेयर श्री राजेन्द्र पोखरेलज्यूलाई आफ्नो भनाइ राखिदिनु होला। धन्यवाद। मन्सापुर समाजद्वारा आयोजित यो मन्सापुर समाजको सानो सामुदायिक भवन निर्माण निमित्त उपस्थित कार्यक्रमका अध्यक्ष तथा यस समाजका अध्यक्ष शान्तिराम प्रसाईज्यू, कार्यक्रममा उपस्थित मेरा सहयात्री सन्ताई नगरपालिका वार्ड नम्बर 6 का वार्डाध्यक्ष लक्ष्मीप्रसाद दोरीज्यू, त्यस्तै गरेर कार्यक्रममा उपस्थित श्रद्धेय मेरो माता गुणादेवी उप्रेतीज्यू, त्यस्तै गरेर यस कार्यक्रममा उपस्थित छ यो मन्सापुर समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू, त्यसै गरेर उपस्थित सम्पूर्ण मेरा धेरै साथीभाइहरू पनि हुनुहुन्छ, मेरा मित्रहरू तथा आफन्तजन लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभाव दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। यहाँहरूले एउटा चाहिँ समाजमा सामाजिक काम गर्नको निमित्त भेला हुने ठाउँ अथवा आफूसँग चाहिँ हरेक कार्यक्रम गर्दाखेरि जम्मा भएका चाहिँ एक टुकी सुकी सय टुकी नदी भने जस्तै गरेर जम्मा गर्नुभएका चाहिँ पैसाले चाहिँ खरिद गर्नुभएका चिजहरू राख्नको निमित्त तथा भेला हुनको निमित्त एउटा सामुदायिक भवन बनाउने निर्णय गर्नुभएको छ। यो निर्णयमा आज चाहिँ यसको चाहिँ शिलान्यास गरिराख्नु भएको छ र प्रमुख अतिथिको रूपमा चाहिँ मलाई बोलाउनु भएको छ। कहिलेकाहीँ हामी चाहिँ यो विशेष गरेर जनप्रतिनिधिहरू चाहिँ एउटा अप्ठ्यारोमा पर्छौँ। कस्तो अप्ठ्यारोमा पर्छौँ भन्दाखेरि यो हरेक बाटोको चाहिँ सेटब्याक हुन्छ, बाटोको एउटा चाहिँ सीमा हुन्छ। त्यो सीमा र सेटब्याकमा चाहिँ अब कुनै पनि निर्माणको कुराहरू गर्नु हुँदैन भन्छ कानुनले। तर आज अब हामीलाई यस्तै कार्यक्रममा तपाईँहरूले चाहिँ के अरे हामीलाई शिलान्यास अब नगरौँ, सबैको चाहिँ मतलब चाहिँ चित्त दुख्ने यही मान्छेहरूको बिचबाट चाहिँ हामी मायाले यहाँ पुगेका छौँ, गरौँ चाहिँ कानुन विपरीत आफैले गरिरहेको भन्ने खालको कुराहरू हुन्छ।
जे होस् अब मैले छोटोमा भन्नुपर्दाखेरि के भने भोलि अरूको श्रेयगत हाम्रो पनि सहीगत भन्ने हिसाबले अहिलेलाई के भने हामीले यो चाहिँ हाम्रो चाहिँ आवश्यकतालाई परिपूर्ति गर्ने सन्दर्भको कुराहरूमा यहाँहरूले सुरु गर्नुभएको यो कार्यक्रम जसको चाहिँ मतलब यो मैले फेरि पनि अस्ति पनि मैले तपाईँसँग भनेको थिएँ माथिल्लो पक्की होइन त्यसलाई चाहिँ मतलब मजाले ब्रसहरू लगाएर डह्रो खालको चाहिँ पक्की जस्तै डह्रो बनाऊ ब्रस लगाएर बनाऊ र त्यो ढङ्गले बनाउने कुराहरूमा अब हामीले अघि अध्यक्षज्यूले भनिसक्नु भएको छ हामीले अब यो उद्देश्य पनि त्यही हो भन्दाखेरि एउटा सम्मान त तपाईँहरू हुँदै हो सबभन्दा ठुलो कुरा त दोस्रो कुरा भनेको मेयरलाई नै ल्याएर यहाँ चाहिँ शिलान्यास गराएपछि भवन कसरी पुरा नहोला भन्ने कुराहरू सँगसँगै हो त्यसो हुनाले अब यो त जसरी पनि हामी त करमा परिसकेका छौँ होइन त्यसै हुनाले मैले सबैलाई धन्यवाद दिँदै तपाईँहरूले यो गर्नुभएको राम्रो काममा हाम्रो पनि साथ सहयोग रहने कुराको चाहिँ म अनुरोध गर्दै प्रतिबद्धता व्यक्त गर्दै तपाईँहरूलाई धन्यवाद दिँदै मेरो भनाइ समाप्त गर्छु। धन्यवाद।